नमस्ते सम्पूर्णमा। यो चाहिँ मेरो फेसबुक मोनेटाइजेसन सम्बन्धी पहिलो भिडियो हो, पार्ट 1। सो यस भिडियोमा चाहिँ हजुरहरूले फेसबुक मोनेटाइजेसन भनेको के हो, यसबाट चाहिँ कसरी मोनेटाइज हुन्छ त भन्ने कुराहरू चाहिँ यो भिडियोमा सम्पूर्ण जानकारी लिन सक्नुहुन्छ। सो लागौँ भिडियोतर्फ। सबैभन्दा पहिले हामीले जान्नै पर्ने कुरा के हो त फेसबुक मोनेटाइजेसन भनेको। आउनुहोस् बुझौँ एकपटक। फेसबुकले तपाईको भिडियो, रिल्स, पोस्ट वा पेजबाट आएको भ्युज, एड्स, इन्गेजमेन्ट लगायतका क्रियाकलापका आधारमा तपाईलाई पैसा दिने गर्छ। यही नै हो फेसबुक मोनेटाइजेसन भनेको। अझ यसलाई सरल भाषामा भन्नुपर्दा फेसबुकमा तपाईले आफ्नो कन्टेन्ट राखेर पैसा कमाउने प्रक्रिया हो। सो अब लागौँ फेसबुक मोनेटाइजेसन कसरी हुन्छ त। फेसबुकले विभिन्न माध्यमबाट क्रिएटरहरूलाई चाहिँ भुक्तानी दिने गर्छ, जसमध्ये पहिलो नम्बरमा छ एड्स मोनेटाइजेसन। यस बारेमा जानौँ है त। एड्स मोनेटाइजेसन भनेको तपाईको भिडियोमा फेसबुकले विज्ञापन चलाउँछ र त्यसबाट आएको कमाइको हिस्सा तपाईलाई दिन्छ। यो नै हो एड्स मोनेटाइजेसन। सो अर्को रहेको छ स्टार्स मोनेटाइजेसन। अब जानौँ स्टार्स मोनेटाइजेसनको बारेमा। भ्युअर्सले तपाईहरुलाई स्टार किनेर पठाउँछन्। एक स्टार बराबर लगभग $0.01 अथवा 10 सेन्ट पर्न जान्छ। सामान्य भाषामा भन्नुपर्दाखेरि हजुरहरूको कन्टेन्टलाई भ्युअर्सहरूले माया गरेर दिएको एउटा गिफ्ट हो स्टार्स मोनेटाइजेसन भनेको। यसबाट पनि हजुरहरूले कमाउन सक्नुहुन्छ है। सो अर्को रहेको छ सब्सक्रिप्सन्स। अब जानौँ सब्सक्रिप्सनको बारेमा। तपाईको पेज वा प्रोफाइलका फ्यानले मासिक सब्सक्रिप्सन लिएर समर्थन गर्न सक्छन्। त्यसबाट हजुरले पाउने रकम नै सब्सक्रिप्सन हो। र अर्को रहेको छ ब्रान्डेड कन्टेन्ट। सो ब्रान्डेड कन्टेन्ट मोनेटाइजेसन भनेको ब्रान्ड्सले तपाईको कन्टेन्टमा प्रमोसन गर्नका लागि पैसा दिन्छन् र त्यो पैसा हजुरले पाउन सक्नुहुन्छ। यसलाई नै ब्रान्डेड कन्टेन्ट मोनेटाइजेसन भनिन्छ। सो यो त थियो फेसबुक मोनेटाइजेसन भनेको के हो र फेसबुक मोनेटाइजेसन चाहिँ कसरी हुन्छ भन्ने विषयमा। सो यो भिडियो हेरेर हजुरलाई यो भिडियो कस्तो लाग्यो, राम्रो लागेमा एक लाइक अवश्य गर्नुहोला। थ्यांक यू। हामी भेट्नेछौँ अर्को भिडियोमा।